हेलो गाइज वेलकम टु माई ब्लग। मलाई चिन्नुभयो होला नि, कति दिनपछि भ्लगमा आइयो। सन्चै हुनुहुन्छ होला हजुरहरू? अनि सन्चै छु, बाँचिरहेको छु होइन। आज चाहिँ यसो बाहिर निस्किएको डुल्न साथीहरूसँग। कता हो बाटो चाहिँ? डाइसो जाने भनेको होइन? ए भगवान्, डाइसो जाने रे लास्टमा। कता पार्क जानु भनेको थियो नि। हावा नि पहिला पार्क जाम, कहाँ डाइसो जाम रे। पहिला पार्क जाम, कुन पार्क हो यसो हेरौँ होइन। मेरो साथीले आज मलाई यहाँ पार्क घुम्नु लगिरहेछ आज होइन। अहिले म कहाँ छु गाइस? क्यान यु गेस? अहिले चाहिँ म साउथतिर ट्रान्सफर भइसक्यो होइन। पहिला थेजन बसिन्थ्यो, अहिले चाहिँ साउथतिर। 5,000 एउटा खोलाको 5,000 कुखुरा, 5,000 कुखुरा। वी आर हेडिङ टु दोमियो पार्क। दोमियो पार्क होइन? ए यहीँ अगाडि रहेछ त, यहाँबाट हो? ए साथी चाहिँ यता जिम जाने रहेछ होइन। अब दोङमीमा बस्छ भने केटाहरू फ्री जिम गर्नु छ भने बाटो यहाँबाट है। यो चाहिँ लभ रेस्टुरेन्ट रे साथीले भनेको। खै मैले एउटा कपाल पनि देख्दिनँ त। ए रहेछ त भित्र म्यागसन। कस्तो अँध्यारो आउने रहेछ नि, के भ्लग बनाउनु हो यस्तो? कस्तो म त बत्ती सत्ती यसो उज्यालो होला भनेको त। त्यही त भने मेरो साथीहरू आज धेरै पछि भ्लग बनाउन खोजेको, बत्तीले साथ दिएन। मान्छेको फेसै नदेखेपछि त अनि कसले हेर्छ भ्लग होइन। यस्तो छ होइन यो मायाकसम कोटेश्वर गलीमा हिँडे जस्तै भयो यार। यहाँ साथीले बिरालो नै बिरालो पाउँछ भनेको छ, नभन्दै एउटा चाहिँ भेटाएँ मैले यहाँ कालो बिरालो। यहाँको बिरालोहरू पनि क्या क्युट हुन्छ है। बिरालो नै बिरालो छ त। अझै यता यता मुनि कति छ यहाँ नजानु टोक्ला है मायाकसम। यहाँ मुनि टन्ने छ तर नजानु भन्छ। हामी दोमियो पार्क जाने क्रममा छौँ होइन साथीहरू। अहिले सिडी चढ्दैछौँ। लेट्सी कति माथि रहेछ। म यहाँ आएको चाहिँ लगभग कति 14-15 दिन भइसक्यो होला है। अहिलेसम्म बाहिर डुल्न आएकै छैन हो। त्यस्तै भयो होइन। साथी चाहिँ आइराख्ने रहेछ जहिले जिम गर्न। म चाहिँ नभ्याएर नआएको खास चाहिँ। त्यस्तो अल्छी चाहिँ छैन है गाइस, नभ्याएरै हो नआएको। ल यस्तो छ है यहाँ, दामी रहेछ। जस खेल्ने ठाउँहरू, गेमहरू खेल्ने ठाउँ। यहाँ पिङ पनि रहेछ त। खोइ समाज त म झुलुवा झुल्छु। दसैँमा खेले जस्तो खेल्नु पऱ्यो क्या मचेर रोटेपिङ खेले जस्तो। जस पुरै माइन्ड फ्रेस चाहिँ भयो। पार्कहरूमा यस्तो भइरहेको छ क्या नर्मली। म नि पहिला त्यही सोचिरहेको थिएँ होइन। तिमीले जिम छ भन्यो नि, यस्तै होला भनेको। त यहाँ छुट्टै खालको जिम रहेछ। जोस् कस्तो दामी हावा चलिरहेको छ है। आज के भन्छ कोरियामा होली मनाइरहेको रहेछ। मैले फेरि अपडेट नै पाएन क्या, नभए छुट्टी मागेर जसरी भए पनि जान्थेँ। म नि थिएटरमा हुँदाखेरि होइन जिम चाहिँ गऱ्यो भने केही दिन मात्र। अनि यसरी जिम गऱ्यो भित्र पस्यो अनि यस्तो गर्ने यता उनी पछाडि मिलेको छैन है। आनन्द फिल हुन्छ होइन। आज चाहिँ जिम नगरिकन मसाज होइन सुरुमा। ल साथीले मसाज गर्दैछ है। चाको हल्यो त पुरै। अब चाहिँ भ्लग आउँछ मेरो गाइज। जस्ट वेट फर द कन्टेन्ट होइन। आई विल गिभ यु कन्टेन्ट। म चाहिँ अब नयाँ नयाँ कन्टेन्ट लिएर आउँछु। लोटो टावर पछाडि कता चितो देखेको छैन पर। ए साँच्चै
ल हाम्रो साथी चाहिँ मास्टर्समा आएको है साथी। अनि कस्तो भइरहेछ त कोरियाको एक्सपिरियन्स? यसो नयाँ आउने भाइ बहिनीहरू अथवा मास्टर्सको ब्रदरहरू आउनुहुन्छ होला नि त, उहाँहरूले चाहिँ जस तिम्रो एक्सपिरियन्स सुनाइदेऊ न। चिल छ लाइफ, कोरिया आउनै पर्ने हुन्छ एक्सपिरियन्स गर्न, आउनै पर्ने हुन्छ। चिल छ। अझ बोलाउँछु युथहरूलाई कहाँ, अब त अब चाहिँ नआऊ नेपालमै बसेर केही गर भन्नुपर्ने हो नि त खास चाहिँ। अब यहाँ आएर पनि गाह्रै छ, थाहा छ त। त्यस्तो भन्नु हुँदैन, रिसाउँछ नि फेरि। तपाईँहरू किन डिमोटिभेट गर्नुहुन्छ? तपाईँहरू किन जानुभयो होइन? आफू त्यहाँ पुगेर अरूलाई चाहिँ किन नआइज भन्नुहुन्छ? त्यो पनि हो। अनि सुनाइदेऊ नि त तिम्रो एक्सपिरियन्स। ल तिमी फर्स्ट टाइम यहाँ आएर एग्रीमा गयो अरे होइन, त्यहाँ गएर के भयो? होइन अब एआरसी पर्खेको छु, अब एआरसी आइपछि जानुपर्छ कामसाम। साथीले चाहिँ दुःख चाहिँ लास्टै दुःख पायो होइन, एक दिन भए पनि बल्ल स्टार्टिङ हो। आउने बित्तिकै जे होस् एग्रीमा भनेर लग्या रहेछ। त्यहाँ गइसकेपछि खास त यहाँबाट निस्किनै टाइम लाग्यो अरे। अनि बिहान 3 बजे पुर्याएर रहेछ। फेरि कुन ठाउँ रे? आन्दोङ, लगभग उता बुसान साइडतिर, बुसान साइडतिर लग्यो रहेछ होइन आन्दोङ। अनि के भन्छ, अनि साथीलाई अब 3 बजे पुर्याएछ होइन। त्यहाँ गएर लगभग कति 2 घन्टा मात्र सुत्न पायो, 2 घन्टा मात्र सुत्न पायो। अनि त्यसपछि काममा लगेछ। काममा लगेर फेरि के भन्नु, एग्री काम त्यस्तै हुन्छ, गाह्रो हुन्छ। केटाहरूले गरायो काम चाहिँ। अनि कता कता अब अर्को केटाहरूको ग्रुपसँग कोरियन र नेपालीको चाहिँ अलि त्यस्तै न्यु खोज्ने त्यस्तो भएको रहेछ होइन। अनि कोरियनले खै कुटेछ है के गरेछ। अनि केटाहरूले चाहिँ पुलिसलाई कल गरिदिएको रहेछ। अनि साथीसँग एआरसी थिएन। अनि के गर्नु, डरले त्यहाँबाट भागेछ। अनि त्यहाँबाट भागेर लगभग कति 1-2 बजीतिर राति पुगेछ रुममा। अनि दिनभरि खटेको 10 घन्टा, त्यसको एक सुक्का पनि आएन। भनेपछि यस्तो गाह्रो पनि हुन्छ है गाइस। नराम्रो एक्सपिरियन्स हुन्छ, राम्रो एक्सपिरियन्स पनि हुन्छ। आउने मान्छेहरू आउनुहुन्छ होला, नै भन्न सकिँदैन होइन। र म जुन ठाउँमा आउन खोजेको थिएँ, फाइनली आई हेभ बिन टु द्याट प्लेस। यु क्यान सी इट है। फ्री जिम हान्न मन छ, गर्न मन छ भने तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। दोङब्यो पार्क। गाइज म सोलको झिलिमिली देखाउँछु है गाइज तिमीहरूलाई। मेरो फेस चाहिँ अँध्यारो देखिन्छ यार, कस्तो दामी देखियो यहाँबाट। यसको सिनेमेटो बनाउँछु एकछिन। सही छ नि भ्यू? इट इज लाइक अ मेडिटेसन के। यहाँ बसेर यसो एकछिन बस्यो भने सबै थकान तनाव सबै कुरा बिर्सिने रहेछ। Enjoying the view guys, मसँग तपाईहरु पनि you can see the vibe here. यसरी बसेर भ्यू हेर्दै साइकल चलाउन कति आनन्द लाग्छ है। कहाँ जान लाग्छ साथी साइकल चलाएर? नामसिल्दा हो माथि। देखाइसक्यो मैले अडियन्सहरुलाई। ल फाइनली गाइज अब हामी फर्किन लागिसक्यौँ होइन। साथीलाई अब भिडियो खिच्न लागेको यस्तो झ्याउ मान्यो। अघिदेखि चाहिँ हिँड कि हिँड भनेको थियो, अहिले चाहिँ जम कि जम भनेको छ म्याक कसम। मलाई चाहिँ फेरि यहाँ बसिराख्न मन लाग्यो यार। यहाँको भाइब यस्तो दामी लाग्यो कसम भने। गाइज मेरो भिडियो चेक गर्नु छ भने यु क्यान भिजिट माई टिकटक है। टिकटक भिजिट गर्नु होला। कस्तो अँध्यारो आएको यार। अँध्यारो मात्र आउँछ त। टिकटक भिजिट गर्नु होला। यु क्यान वाच माई भिडियो। आज मैले बनाएको भिडियोहरू होइन। अनि किप सब्सक्राइबिङ। अबदेखि चाहिँ म कन्टेन्ट हाल्छु।
म चाहिँ लास्ट के भन्छ मोमेन्टलाई देखाउने खालको जोस् मान्छे हो खास चाहिँ। त त्यसरी त्यो केही कुरा टपिक लिएर त्यो एक्सप्लेन गर्न चाहिँ आउँदैन मलाई, बट सकेसम्म म त्यो पनि राखौँला। अनि मैले घुमेको ठाउँ नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्दाखेरि म भ्लग थ्रु देखाउने छु। सो किप इन टच गाइज, किप अन सब्सक्राइबिङ, अनि मात्र मेरो कन्टेन्टहरू हजुरले पाउनुहुन्छ। कन्टेन्ट त्यस्तो बनाउन आउँदैन गाइज, यसो केही सजेसन छ भने मलाई भनिदिनु होला होइन, त्यही अनुसारले म ट्राई गर्छु राम्रो बनाउनु। अब वी आर नट अ प्रोफेसनल भ्लगर, जस्ट हामी त यत्तिकै मोमेन्ट क्याप्चर गर्ने हो, राख्ने हो होइन। अब हेरौँ कस्तो हुन्छ, म एडिट गरेर राख्छु। राम्रो भएछ भने झन् राम्रो बनाएर एडिट गरेर झन्, अब यहाँ आइटी पढेको मान्छे, अब मेरो एडिटर पर्सनल एडिटर फ्रीमा है। के डाइसो जाने हो र? गाइजहरू कोरियामा हुनुहुन्छ अथवा कुनै अर्को कन्ट्रीमा हुनुहुन्छ भने कामको टेन्सन हुन्छ, धेरै कुराको टेन्सन हुन्छ, फ्यामिली प्रेसर, डिफ्रेन्ट टाइप्स अफ हुन्छ नि प्रब्लमहरू आइरहेको छ। त्यो कुराहरू बिर्सेर बाहिर बाहिर डुल्नुपर्छ, घुम्नुपर्छ। सकेसम्म टेन्सन लिनु हुँदैन, भएको टेन्सनलाई पनि बिर्सिने ट्राई गर्नुपर्छ है। त्यो टेन्सन त आइरहेको छ नि होइन। अब दोङदेमन पछितिर म एक्सप्लोर गर्छु। आज दोङमियो पार्क एक्सप्लोर गरियो होइन, बिस्तारै दोङदेमनतिर, अनि त्यसपछि अरू ठाउँ छ बिस्तारै म एक्सप्लोर गरौँला। तिमी रामेन खाएको छैन होइन? खाइसकेँ 2-3चोटि अहिले त। कहिले खायो? अनि अस्ति उता जाँदाखेरि कतिचोटि खाएँ। अगाडिको दिन पनि खाएको, भोलिपल्ट पनि खाएको। ए भनेपछि रामेन खानु पनि सिक्यो अब। ल घुम्दा घुम्दै हामी डाइसो पनि आइसक्यौँ। डाइसोमा यसो 1-2 सामान किन्नुपर्ने थियो। लेट्स सी के पाउँदो रहेछ डाइसोमा। थाहा छ होला कोरिया बस्नेहरूलाई त, नबस्नेहरूलाई चाहिँ नयाँ हुन्छ होइन। सो कुन चाहिँ राम्रो हुन्छ यता हेरिदेऊ न, त्यहाँ के छ पर्फ्युम छ? 500 को पर्फ्युम है, 5000 भनेको नेपाली 500। यो पर्फ्युम त होइन, ए पर्फ्युम चाहिँ रहेछ। यो लिनु पर्ला क्या हो। मैले चाहिँ यो चाहिँ लिएँ, अब कस्तो छ ट्राई गर्नुपर्छ। ट्राई गर्न पाउँदैन। यहाँ चाहिँ सबभन्दा महँगो भनेको 5000 वon भनेको नेपाली 500। यो सबै सामानहरू यो सस्तो छ। किचनमा चाहिने सामानहरू चाहिँ किन्नु छ भने डाइसोमा आएर किन्दा हुन्छ। जाउँ। यहाँ चाहिँ मेरो भान्जाहरूको लागि खेलौनाहरू रहेछ। नजिकै भए भए लग्नुहुन्थ्यो। नेपालमा त ल्याइदिनु पर्ला सामानहरू। एउटा पर्फ्युम किनियो, अब फर्किँदा लाग्यो। रेस्ट गरेर माया कसम अहिले फोटो थाल्यो। भर्खर किनेको लास्टै भोक लाग्थ्यो क्या साथी? भोक लागिरहेको घरमा लगेर खायो नि हुँदैन, कहाँ बाटोमा खानु? म त खान्न, बाटोमा खानु हुँदैन कि। मिठो छ खाइदिउँ। बाले नेपाली है।
मिठो 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 मिठो